कुन सरकारले समात्यो केपी ओलीलाई? बालेन सरकारले समात्यो। सरकार कसको छ? बालेनको छ। अदालत चाहिँ कसको छ? अदालत पक्का पनि बालेनको छैन। मैले अब कसको छ भन्न सक्ने अवस्था रहेन हैन। अदालत त स्वतन्त्र र निष्पक्ष हुनुपर्छ। अदालत त केपी ओलीहरूको छ छैन र? त्यसरी नै त भन्न म सकिनँ। अब यो कुरालाई मैले यहाँले नै भनेको भाषामा त मैले एफर्मेटिभ रूपमा यस र नो भन्ने अवस्था रहेन। तर अदालत भनेको जहिले पनि के हुन्छ भने निष्पक्ष नै हुन्छ, स्वतन्त्र हुन्छ, हुनुपर्छ र हुन्छ र हुनुपर्छ। अब रह्यो यहाँले कुरा गर्दा अदालतमा दुईवटा फ्याक्टर हुन्छ। मैले यहाँलाई कुरा गरेँ, एउटा चाहिँ इन्स्टिट्युसनल रूपमा अदालत कोर्ट हो, जो जहिले पनि निष्पक्ष इन्स्टिट्युसनल संस्था हो। त्यहाँभित्रका न्यायाधीशहरू जसले निर्णय गर्नुहुन्छ। अब श्रीमान अझ यसरी बोलौँ, रमेश लेखक हुनुहुन्छ। रमेश लेखक पूर्व गृहमन्त्री पनि हिरासतमा हुनुहुन्छ। उहाँको विषयमा पनि निर्णय गर्नुपर्नेछ। अब जिल्ला अदालतमा होइन होला, रमेश लेखकहरूका त आफन्तहरू न्यायाधीश छन् होइन? मिडियामा आएको छ त्यो आफन्तहरू बनाउनु भएको छ, न्यायाधीश चाहिन्छन् भनेर मिडियामा प्रशस्त आएको छ। धनराज गुरुङले कताको ऋण तिर्नको लागि कता के न्यायाधीश मिलाएर राख्नु भएको छ होइन? त्यो त मैले यसरी त मैले भन्न सक्ने अवस्था रहेन यहाँले भनेको कुरालाई हैन। अब न्याय परिषद सक्ने अवस्था छ हैन। न्याय परिषद मैले भनेको कुरा स्वीकार्ने अवस्था त छैन, तर मैले भनेको कुरा गलत हो भन्ने कुरा अवस्था यहाँलाई भन्दा न्याय परिषदमा कानुन मन्त्री